चिया पक्नुस्। हामीले जुनसुकै कुरा खाँदा पनि पहिला येशूलाई धन्यवाद दिएर मात्र खानुपर्छ। येशू येशू येशू, मैले तिमीलाई कतिचोटि भनिसकेँ क्या, यो नाम म सुन्नै चाहन्न। म घृणा गर्छु, घृणा। आमोस, अब तपाईले प्रभु येशूलाई विश्वास गर्नुबाहेक हामीसँग कुनै पनि विकल्प छैन। हाम्रो सारा धन सम्पत्ति तपाईको उपचारमा सकिसक्यो। हाम्रो बिहे भएको पनि त्यतिका वर्ष भइसक्यो, आजसम्म एउटा सन्तान पनि छैन। त्यसैले हाम्रो गुहार, हाम्रो पुकार सुन्नुहुने परमेश्वरको चरणमा हामीले घुँडा टेक्नै पर्छ। हाम्रो सबै इच्छा आकांक्षा अब परमेश्वरले मात्र पूरा गर्न सक्नुहुन्छ। सारा, सारा, सारा। डाक्टर साहब, कस्तो छ मेरो बिरामीलाई? यहाँले बिरामीलाई भोलि नै घर लान सक्नुहुन्छ। हाम्रो तर्फबाट हामीले जति सक्दो ट्रिटमेन्ट दिने कोसिस गर्यौँ, तर धेरै ढिला पनि भयो। अब हामीबाट केही पनि हुन सक्दैन। उहाँको ब्रेन पुरै ड्यामेज भएको छ। ब्रेन ट्युमरको साथसाथै ब्लड क्यान्सर पनि छ। अब ज्यादाभन्दा ज्यादा 15 दिन जति बाँच्न सक्नुहोला। बिरामीको राम्रोसँग ख्याल गर्नुहोला। हस् हस्। चाहना मेरो येशू तिरै झन्झन बढ्न थाल्यो। आमोस, आमोस, तिमी धेरै थाकिसकेका छौ छोरा। अब म कहाँ फर्केर आऊ छोरा। म तिम्रा सबै रोगहरू निको पार्नेछु। म तिमीलाई भन्दछु, म तिमीलाई पृथ्वीको कुना कुनामा पुर्याउनेछु अनि तिमीले पृथ्वीका सबै मानिसहरूलाई आशिषित तुल्याउनेछौ। आऊ छोरा, आऊ। हे परमेश्वर, मलाई क्षमा दिनुहोस्। मैले तपाईलाई धेरै रुवाएँ। मैले आफूले गरेको कर्महरूबाट तपाईँको नामलाई अपवित्र तुल्याएँ।
र पनि तपाईँले मृत्युको अन्धकारबाट निकालेर मेरो प्राणलाई पुनः जीवित पार्नुभयो। अब उपरान्त म र मेरो घरनाले तपाईँकै सेवा गर्नेछु। चाहना मेरो येशू तिरै झन्झन बढ्न थाल्यो। चाहना मेरो येशू तिरै झन्झन बढ्न थाल्यो। यो मेरो मन सारा यो तम ओहमा नै रमाउन थाल्यो। ओहमा नै रमाउन थाल्यो। चाहना मेरो येशू तिरै झन्झन बढ्न थाल्यो। चाहना मेरो येशू तिरै झन्झन बढ्न थाल्यो। यो मेरो मन सारा यो तम ओहमा नै रमाउन थाल्यो। ओहमा नै रमाउन थाल्यो। चाहना मेरो येशू तिरै झन्झन बढ्न थाल्यो। हुँदो रहेछ जीवन येशूलाई पाएपछि। सबै कुरालाई भुलेर क्रिस्मा जिउने बानी गरेपछि। छुट्टै हुँदो रहेछ जीवन येशूलाई पाएपछि। सबै कुरालाई भुलेर क्रिस्मा जिउने बानी गरेपछि। थाहै नपाए येशूसँग साइनो मेरो जोडियो। कहिले नटुट्ने गरी अनन्तको नाता जोडियो। चाहना मेरो येशू तिरै झन्झन बढ्न थाल्यो। यो मेरो मन सारा यो तन ओहमा नै रमाउन थाल्यो। ओहमा नै रमाउन थाल्यो। हर्षित भएको छ यो मन क्रिस्को
आशिषले भरियो मेरो मन उनको न्यानो साथ पाउँदा। डर छैन मैले साँचो ईश्वरलाई पाएको छु, सबै दुःख भुले उनमा आनन्दले रमाइरहेछु। चाहना मेरो येशूतिरै झन्झन बढ्न थाल्यो। यो मेरो मन सारा यो तन उहाँमा नै रमाउन थाल्यो, उहाँमा नै रमाउन थाल्यो, उहाँमा नै रमाउन थाल्यो, उहाँमा नै रमाउन थाल्यो। चाहना मेरो येशूतिरै झन्झन बढ्न थाल्यो। यो मेरो मन सारा यो तन उहाँमा नै रमाउन थाल्यो, उहाँमा नै रमाउन थाल्यो। चाहना मेरो येशूतिरै झन्झन बढ्न थाल्यो। हुँदो रहेछ जीवन येशूलाई पाएपछि, सबै कुरालाई भुलेर त्यसमा जिउने बानी गरेपछि। छुट्टै हुँदो रहेछ जीवन येशूलाई पाएपछि, सबै कुरालाई भुलेर क्रिसमा जिउने बानी गरेपछि। थाहै नपाए येशूसँग साइनो मेरो जोडियो, कहिले नटुट्ने गरी अनन्तको नाता जोडियो।